नमस्कार, इश्यू अफ द डेको यो श्रृङ्खलामा यहाँहरूलाई मुस्कान सहितको स्वागत छ। म विकास थपलिया। साँच्चै पुलिस हाँस्दै मुस्कुराउँदै अभियुक्त समाउन गयो भने के होला? मुडुले हाँसी गर्ने हो। यो नेपाल प्रहरीले त यो मेरो आफ्नै मुस्कान चोरो जस्तो लाग्यो भने यही नै हो पुलिसले खोजेको। पुलिसले विनम्रता, शिष्टता र प्रम्प्ट एक्सन चाहिँ पुलिसबाट चाहिँ सेवाग्राहीलाई हुनुपर्छ। पुलिसको अनुहारमा मुस्कान ल्याउन कति गाह्रो भइरहेछ है हामीलाई। दर्शकहरू, प्रहरीको आचरण र व्यवहार आलोचनाको विषय बन्दै आएको छ। प्रहरीको रुखो बोली र तुच्छ गाली गलौजका कारण एकातिर नागरिकले प्रहरीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ भने नागरिकबाट सहयोग नपाउँदा प्रहरीको काम कारबाही पनि प्रभावित बनेको छ। आचरण र व्यवहारकै कारण नागरिक र प्रहरी बीचको सम्बन्ध बिग्रिएको महसुस प्रहरी स्वयंले पनि गरेको छ। त्यसैले प्रहरीले बुधबारदेखि 3 दिनसम्म देशभर मुस्कान सहितको प्रहरी सेवा अनुशिक्षण तालिम सञ्चालन गरेको छ। देशभर 600 प्रशिक्षकहरू कार्य सम्पादनको क्रममा प्रहरी कर्मचारीको मुहारमा मुस्कान अर्थात् सेवामा हार्दिकता कसरी ल्याउने भन्नेबारे अनुशिक्षण दिइरहेका छन्। गृहमन्त्री वामदेव गौतम भने प्रहरी कर्मचारीको मुहारमा जबरजस्ती मुस्कान ल्याउन खोज्नु नाटक सिवाय केही नहुने बताउनुहुन्छ। कर्मचारीको मुहारमा मुस्कान ल्याउन प्रत्येक प्रहरी कर्मचारीले आफैबाट सुधारको प्रयास गर्नुपर्ने धारणा गृहमन्त्री गौतमको छ। वास्तवमै प्रहरीमा कसरी भित्रैबाट सेवामा हार्दिकता भावना ल्याउन सकिएला, यही विषयमा आज हाम्रो इस्यु अफ द डे गर्दैछौँ। हाम्रो स्टुडियोमा हुनुहुन्छ प्रहरी प्रवक्ता गणेश केसी र चर्चित हास्य कलाकार मुस्कान पासा। उही धुरमुस हो, उही सीताराम कट्टेल। मुस्कान सहितको स्वागत छ यहाँ। दर्शकहरू, हामीले यो कार्टुन देखिरहेका छौँ कि यो अन्नपूर्ण पोस्ट दैनिकबाट लिएको हो, जहाँ गृहमन्त्री र प्रहरी महानिरीक्षक आइजिपीले एकजना जवानलाई जबरजस्ती उनको मुहारबाट मुस्कान ल्याउने प्रयास गरिरहेका छन्। आज हामी प्रहरीको मुस्कान सहितको सेवामा केन्द्रित रहनेछौँ र स्टुडियोमा पाल्नुभएका गेस्टहरूलाई, पाहुनाहरूलाई पुनः स्वागत छ। हजुर, धन्यवाद, नमस्ते। र प्रहरी प्रवक्ताज्यू, यहाँलाई चाहिँ मुस्कान सहितको स्वागत गर्न चाहन्छु है। हस्, धन्यवाद। एकचोटि प्रहरीको मुस्कान भनेको कस्तो हो एकचोटि हाँसिदिनुहोस् न। पक्कै पनि यसको शाब्दिक अर्थ खोज्नुभन्दा पनि यो एउटा कार्यक्रम हो। तपाईँ नाचिकन भनिरहनु भएको छ, मुस्कुराएर भन्नुहोस् न। मेरो हार्दिकतापूर्वक म मुस्कुराइराखेको छु। म मुस्कुराउनु भनेको, मेरो हार्दिकता भनेको समग्र नेपाल प्रहरीको हार्दिकता हो। नेपाल प्रहरीले सेवा दिने सेवाग्राहीहरूलाई र पीडितहरूलाई प्रहरीले गर्ने व्यवहार चाहिँ हार्दिकतापूर्ण हुनुपर्छ र प्रहरीको सेवा। प्रवक्ता केसीज्यू, हिजो मुस्कान सहितको प्रहरी सेवा अनुशिक्षण कार्यक्रममा एकजना वक्ताले तपाईँको हाँसोको प्रशंसा गरेका थिए, तर अझै तपाईँ हाँस्नु भएको छैन है। पक्कै पनि हाँसोको एउटा शाब्दिकतातिर मात्रै सीमित रहेर यो कार्यक्रमलाई फिका बनाउनु हुँदैन। यो कार्यक्रमको उद्देश्य भनेको नै पुलिसले दिने सेवा र पुलिसका चाहिँ सेवाग्राहीहरूसँगको हार्दिकता पूर्ण ढङ्गबाट पुलिसले आफ्नो सेवा प्रदान गरोस् भन्ने नै यो कार्यक्रमको उद्देश्य हो। धर्मुसज्यू, हजुर, पुलिसको अनुहारमा मुस्कान ल्याउन कति गाह्रो भइरहेछ है हामीलाई। अब हामी पनि सरले भनेअनुसार हार्दिकता भने जस्तो हामी पनि सरको अनुहारमा चाहिँ मुस्कुराहट ल्याउनका लागि चाहिँ हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ होइन। र जुन हिसाबमा चाहिँ नेपाल प्रहरीले जुन कन्सेप्टमा चाहिँ यो योजना अगाडि सारेको छ, जुन कन्सेप्ट छ, यो अत्यन्तै सराहनीय छ होइन। भोलि यो चिज चाहिँ राम्रो इफेक्टिभ भएर सबै जनमानसमा चाहिँ राम्रो प्रभाव छोड्न सफल होस्, मेरो कामना पनि हो। अब जसरी उहाँहरूले सबैजना चाहिँ हाँसी खुसी रहने हिसाबको यो समग्र देश नै हाँसी खुसी रहनुपर्छ भन्ने हिसाबको सन्देश जान्छ होला जस्तो लाग्छ। सबै मान्छे भेट्दाखेरि सबैजना हाँसी खुसी रहन् होइन, सबै चिज राम्रो हुन्, देशमा चाँडै संविधान पनि बनोस्, शान्ति प्रक्रिया पनि टुङ्गोमा पुगोस् होइन। त्यो भयो भने सबै चिजहरू राम्रो भएर जान्छन्। यो छाँटकाट त्यस्तो पनि आयो जस्तो लाग्छ मलाई होइन। तपाईँको अगाडि प्रहरीका प्रवक्ता हुनुहुन्छ। हजुर। र तपाईँ
यदि प्रहरीले जसरी चाहिँ मुस्कान सहितको सेवा भनेको छ त्यो दिन सकेन मानौ, हजुर, प्रहरी चाहिँ अलिकति हुन्छ नि उसको व्यवहारहरू रुखो हुन्छ भन्छ नि, त्यस्तो रुखो व्यवहार देखायो, तपाईँ चाहिँ आम सर्वसाधारण भएर मानौ अहिले चाहिँ कुनै प्रहरी कार्यालयमा जानुभएको छ, उहाँ प्रहरी हुनुहुन्छ, रुखो व्यवहार देखाउनु भयो, तपाईँले उहाँसँग चाहिँ कसरी संवाद गर्नुहुन्छ? अब मैले त कुनै प्रब्लम लिएर जान्छु पुलिस समक्ष होइन, केही प्रब्लम हुन्छ र नजाने हो होइन। अब उहाँहरू समक्ष जाँदाखेरि जस्तो हामी त अलि सम्हालिएरै जान्छौँ होइन। अब त्यसै पनि अब प्रशासनिक निकाय सम्हालेर बसेको मान्छेहरूमा अलिकति ड्यासिङ पावरै हुन्छ जस्तो लाग्छ मलाई। अब यसमा अहिलेसम्मको हामी सबै जनताले भोगेको चिज भनेको हामी अलिक केही हदसम्म लचिलै बनेर आफ्नो कुराहरू राख्छौँ होला सायद होइन, त्यही कुरा राख्छु होला म। सर एउटा सानो प्रब्लम भएर आएको, मेरो चाहिँ एकदम समस्या भयो घरमा, एकदम गाह्रो भयो हजुर। अब मैले चाहिँ घरमा पनि राम्रो वातावरण पाइनँ, त्यही भएर म चाहिँ एकदम जहिले हेपिएँ, केही भएन भने बुवाले पनि हेप्नुभयो, आमाले पनि हेप्नुभयो, घरमा एउटा राम्रो वातावरण भएन, यसलाई चाहिँ केही निकास दिनु पऱ्यो, एउटा त्यो हुनसक्ला। अथवा एउटा घरमा चोरी भएर चाहिँ सबै सरसामान लुटेर लग्यो, कम्प्लेन गर्नुभएको अवस्था होला होइन। र चाहिँ उहाँहरूले चाहिँ अब म एउटा केही संवादहरू प्रस्तुत गर्नुलाई यहाँ उहाँसँग चाहिँ सर मेरो खत्तम भयो नि सर, बर्बाद भयो नि, हिजो राति सुतिरहेको बेला खत्तै छिरेर चाहिँ भयभरको सामान टिभी सिभी सबै उठाएर लग्थ्यो सर। के म त एकदम अन्याय पऱ्यो सर, के गर्ने अब यस्तो बेलामा चाहिँ पुलिसले खोइ त सर्भिस स्माइल कहाँ गयो पुलिसको? पक्कै पनि उहाँले जुन समस्या लिएर आउनु भएको छ त्यो प्रतिनिधिमूलक कुरा गरिरहनु भएको छ। समग्र रूपमा प्रहरीकोमा यस्तै प्रतिनिधिमूलक घटनाहरू चाहिँ लिएर चाहिँ आम सर्वसाधारण र सेवाग्राहीहरू आउँछन्। त्यो बेलामा पुलिसले एउटा पीडामा परेको व्यक्ति, मर्कामा परेको व्यक्ति, अन्यायमा परेको व्यक्ति अथवा अन्य कारणले चाहिँ प्रहरीको सेवा लिन आउने व्यक्तिसँग कस्तो व्यवहार गर्छ त? त्यसरी आफ्ना समस्याहरू राख्दाखेरि पुलिसको चाहिँ एउटा रेस्पोन्स चाहिँ कस्तो हुन्छ भन्ने कुराले नै प्रहरीको नागरिकप्रतिको दायित्व चाहिँ त्यहाँ देखिन्छ, झल्किन्छ। प्रहरीले त्यो उहाँको समस्यालाई चाहिँ एकदम हार्दिकतापूर्वक लिएर उहाँको चाहिँ समस्यालाई चाहिँ समाधान गर्नेतर्फ पुलिसले कतिको चाहिँ प्रम्प्ट रियाक्सन गर्छ। उसले चाहिँ एउटा व्यावसायिक ढङ्गबाट चाहिँ त्यो घटनालाई चाहिँ अथवा त्यो पीडितलाई चाहिँ कसरी रेस्पोन्स गर्छ भन्ने कुराको स्तर वृद्धि गर्ने नै हाम्रो यो प्रोग्रामको चाहिँ। तपाईँ त यसरी प्रस्तुत भइरहनु भएको छ कि मुस्कान सहित प्रहरी सेवाको अनुशिक्षण कार्यक्रमको जिम्मेवार अधिकृत रूपमा प्रस्तुत भइरहनु भएको छ। हाम्रो धुर्मुसजीले अघि जुन चाहिँ दुःख लिएर आउनुभयो नि प्रहरी कार्यालयमा, तपाईँ मानुस एउटा वृत्तको अहिले एसएसपी हुनुहुन्छ, प्रवक्ता हुनुहुन्छ नेपाल प्रहरीको, डिएसपी ठान्नुहोस् न आफूलाई, कसरी सेवा दिनुहुन्छ? पक्कै पनि अब त्यो अवस्थामा चाहिँ त्यो प्रहरी कर्मचारीले उहाँको समस्यालाई चाहिँ तत्काल रेस्पोन्स गर्नु पर्यो। उहाँलाई परेको समस्या के हो तत्काल उसले चाहिँ रियाक्सन देखाउनु पर्यो। त्यो रियाक्सनमा चाहिँ उहाँलाई चाहिँ पहिलो रियाक्सन नै उहाँ चाहिँ पीडित चाहिँ सन्तुष्ट हुनु पर्यो। मेरो समस्यालाई चाहिँ प्रहरीले चाहिँ यो ढङ्गबाट चाहिँ लियो है भनेपछि एउटा किसिमको पहिलो राहत चाहिँ उहाँलाई चाहिँ तत्काल चाहिँ पुलिसले दिनुपर्छ हो। त्यो पहिलो राहत दिने काम चाहिँ प्रत्येक प्रहरी कर्मचारीको हाम्रो प्रहरी कर्मचारीमा चाहिँ त्यो ल्याकिङ छ। अहिले हामी त्यसमा चाहिँ इन्टरभेन्सन गरिरहेछौँ। यो चाहिँ प्रहरीको व्यवहार चाहिँ ठिक छैन, रुखो व्यवहार गरिरहेका छ। पीडितले चाहिँ तत्कालै चाहिँ राहत महसुस गर्न सकेको छैन। किन? प्रहरीको चाहिँ प्रम्प्ट रियाक्सन नभएको कारणले गर्दा। त्यो रियाक्सन के त भन्दा उहाँको घरमा चोरी भयो त तत्कालै त पुलिस त्यहाँ खटाउनु पर्यो, घटनास्थलको निरीक्षण गर्नु पर्यो, घटनाहरूबाट चाहिँ सबुत सङ्कलन गर्नु पर्यो, पक्राउको लागि सङ्कित अभियुक्तहरू उहाँले दिएका हुलियाहरू उहाँले दिएका चाहिँ टाइम फ्रेमहरूलाई चाहिँ टिपोट गरेर त्यो बेलाका चाहिँ मोडस अपरेन्डीहरू केलाएर चाहिँ पुलिसले चाहिँ पक्राउ गर्नेतर्फ चाहिँ तत्कालै कारबाही गरे कि गरेन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। त्यसैले त्यो ढङ्गको चाहिँ पुलिसको चाहिँ तत्कालको रियाक्सन गराउनलाई उहाँलाई चाहिँ दिनुपर्ने चाहिँ मान सम्मान, उहाँप्रति राख्नुपर्ने चाहिँ एउटा मानवीय सहानुभूति संवेदनाहरू पुलिसले चाहिँ दियो कि दिएको छैन भने त्यस्ता प्रहरी कर्मचारीलाई आगामी दिनमा चाहिँ त्यो ढङ्गको चाहिँ बिहेभियरल चेन्ज ल्याउनलाई। गणेश केसीज्यू, यहाँलाई प्रहरी सङ्गठनमा नि सबैभन्दा भनौँ धेरै ह्यान्डसम अधिकृतहरू हुन्छन्, तीमध्ये एकजना ह्यान्डसम गणेश केसीलाई भन्छन्, हँसिला चम्किला
हाँस्दिनुहोस् न एकपटक। पक्कै पनि म तपाईँले जुन कुरा मलाई चाहिँ एउटा विशेषण जोडेर भनिरहनु भएको छ, म हुला नहुला त्यो आफ्नो ठाउँमा होला, तर पुलिस कर्मचारीले कुनै पनि चाहिँ सेवाग्राहीहरूसँग चाहिँ को पीडालाई चाहिँ बुझ्नुपर्छ र त्यो पीडालाई 60,000 पुलिस तपाईँ जस्तै हँसिला चम्किला र एकदम ह्यान्डसम देखिने खालका हुनुपर्छ भन्ने मान्यता हो, पक्कै पनि भित्रदेखि हुनुपर्छ भन्ने मान्यता हो। पक्कै पनि पुलिस चाहिँ व्यावसायिक हुनुपर्छ। हेर्नुहोस्, हामीले जुन कुरामा हामीले चाहिँ कमी कमजोरी छ पुलिसको भनेर हामीले आइडेन्टिफाई व्यावसायिकताको पाटो एउटा हो कि बाहिरबाट जुन आम सर्वसाधारणले पहिलोपटक हेर्दाखेरि कसैको अनुहार देख्दा एउटा आकृति बनाउँछन्, एउटा सोच बनाउँछन्? पुलिसलाई देख्दा र पुलिसको व्यवहारबाट चाहिँ आम पब्लिकले चाहिँ आफूलाई चाहिँ सुरक्षित महसुस गर्नुपर्छ, आफूलाई आफ्नो पीडा चाहिँ कम भएको महसुस गर्नुपर्छ। त्यो एटिच्युड पुलिसले राख्नुपर्छ। पुलिस कस्ता छन् भन्ने बारेमा म तपाईँकै आइजिपी उपेन्द्रकान्त अर्यालले के भनेका छन्? पुलिस कस्ता छन्? क्या पुलिस, छ्या पुलिस? आइजिपी साहबको कविता सुन्नुहोस् न। क्या पुलिस, छ्या पुलिस, अनकन्टा ठाउँ मध्यरात सिकिस्त बिरामी ढाडस दियो, अस्पताल पुर्यायो, क्या पुलिस? जड्या श्रीमान सधैँको मारपिट सबक सिकायो, बुद्धि पुर्यायो, क्या पुलिस? मस्त जवान छोरी आँखा गाड्ने आवारा बजियालाई पक्रियो, थुन्यो, सदायो, क्या पुलिस? बिग्रेको छोरा सुध्रने छाँदै थिएन, सम्झायो, बुझायो, तल लगायो, क्या पुलिस? सुनसान रात मुटु पठानिने जाडो परानी रहेछ, निरन्तर खटिरहेछ, क्या पुलिस? उडान लाग्दो दिन प्रचण्ड गर्मी बस्ती गरिरहेछ, शान्ति सही रहेछ, क्या पुलिस? जुलुस बन्द, चक्काजाम सबै अवरुद्ध, नपुगी नहुने पुग्नै पर्ने गन्तव्यमा पुर्याइदियो, क्या पुलिस? साह्रो गाह्रो वर्षा बाढी भूकम्प पहिरो तुरुन्त आयो, सहाराको हात बढायो, क्या पुलिस? विडम्बना, यता हत्या उता आतंक, यहाँ घटना त्यहाँ दुर्घटना, भ्याइ नभ्याइ छ, कता जाओस् कता नजाओस्, सबै ठाउँमा पुग्यो एक ठाउँमा भ्याएन, ढिलो पुग्यो टाइममा आएन, छ्या पुलिस, छ्या पुलिस। दर्शकहरू, आइजी साहबको कविता पनि सुन्नुभयो होला, प्रवक्ताज्यूले पनि सुन्नुभयो नि? पक्कै पनि। आइजी साहबले एउटा के सन्देश दिनुभएको हो भने पुलिसका राम्रा पक्षहरूलाई चाहिँ हामी नजरअन्दाज गर्छौँ र पुलिसका चाहिँ केही कमी कमजोरीहरू काहीँ देख्यौँ भने त्यसलाई चाहिँ एकदम हाइलाइट गरिदिन्छौँ। हामीकोमा चाहिँ अलिकति नकारात्मक पाटोहरू चाहिँ बढी छ हाम्रो सोसाइटीमा। त्यसकारणले पुलिसका अप्ठ्याराहरू पनि हामीले बुझिदिनुपर्छ, समाजले बुझिदिनुपर्छ र पुलिसका कमी कमजोरीहरूलाई समाजले चाहिँ औँल्याइदिनुपर्छ। सकारात्मक ढङ्गबाट औँल्याइदियो भने त्यसलाई चाहिँ पुलिस सङ्गठनले समयमै त्यसलाई इन्टरभेन्सन गर्छ र त्यसलाई सुधार गर्नेतर्फ चाहिँ प्रहरी चाहिँ सङ्गठन लाग्छ। अहिलेको यो कार्यक्रम पनि मुस्कान सहितको प्रहरी सेवा पनि त्यही सन्दर्भमा आएको कार्यक्रम हो। हामीले हाम्रो आन्तरिक रिसर्चबाट अथवा विभिन्न चाहिँ क्षेत्रहरूबाट आएका फिडब्याकहरूबाट पनि प्रहरीको चाहिँ विशेषतः मार्जिनलाइज सीमान्तकृत वर्गहरू प्रतिको प्रहरीको चाहिँ व्यवहार चाहिँ रुखो छ, कठोर छ, प्रहरी चाहिँ बढी संवेदनशील हुन सकेको छैन भन्ने कुरा चाहिँ हामीलाई फिडब्याक छ। हाम्रो रिसर्चबाट पनि ती कुराहरू आएको छ। त्यसैले नै हामीले त्यो क्षेत्रलाई चाहिँ तत्काल हामीले इन्टरभेन्सन गर्नुपर्छ। त्यो इन्टरभेन्सन गर्न सकेको खण्डमा हामीले दिने चाहिँ पुलिसको चाहिँ सेवाको स्तर चाहिँ क्वालिटी चाहिँ बढेर जान्छ भन्ने उद्देश्यले नै यो कार्यक्रम चाहिँ देशव्यापी रूपमा पक्कै पनि ल्याएका छौँ। मुस्कान पासा, हजुर, कतै ठुस्कानवाला पुलिसहरू भेट्नु भएको छ? ठुस्कानवाला पुलिसहरू कुनै मोडमा भेटिए पनि होला होइन। त्यति साह्रो पुलिस सँगको चाहिँ उही अब न्युज पत्र पत्रिका अनि कुनै कार्यक्रममा जाँदाखेरि होइन त्यतिखेर चाहिँ एउटा चाहिँ सुरक्षा सम्हालेर बसेको अवस्थामा भेटिए र जब चाहिँ कलाकार हुनुभन्दा अगाडि चाहिँ अब त्यो चासो पनि हुँदैन थियो। अब जस्तो अब दैनिकी नै स्कुल जाने घरमा आउने त्यही थियो। कलाकार भइसकेपछि कार्यक्रमको सिलसिलामा
देखिए भेटिए त्यतिखेर एउटा आत्मीयता भावना नै रहिरह्यो। तर अरू मान्छेलाई परेको मर्का जुन अघि रुखो शैली रुखो व्यवहारहरू भन्ने चिजमा चाहिँ जस्तो अब कोही नजिकका आफन्तहरू पर्दा पनि र आफूले प्रत्यक्ष देख्दा पनि काहीँ भोग्दै आएका अवस्थाहरू पनि धेरै थिए होइन। अब यी सबै चिजलाई चाहिँ मध्यनजर गरेर कुनै एउटा घटना कल्पना गरौँ न, तपाईँ मुस्कान पासा भएर हिँडिरहनु भएको छ, तपाईँ आफ्नै लवाज छ, तपाईँ आफ्नै बोल्ने तरिका छ र एकजना ठुस्कान प्रहरी थुप्रै छन्, तीमध्ये कोही एकजना भेट्नुभयो, हजुर तपाईँहरू बिचको डायलगको कल्पना गरौँ न। अब डायलगको कल्पना यस्तो होला जस्तो मलाई लागिसक्यो कि अहिले चाहिँ नेपाल प्रहरीले चाहिँ मुस्कान सहितको चाहिँ एउटा सेवा दिने हिसाबमा चाहिँ जुन कन्सेप्ट अगाडि सारिरहँदा हाम्रो प्रवक्ता यति ह्यान्डसम हुनुहुन्छ होइन, झन्डै मै जति ह्यान्डसम हुनुहुन्छ होइन, र उहाँ चाहिँ नेपाल प्रहरीको चाहिँ एउटा मोडलै भनौँ न, यस्तो अवस्थामा पनि आफ्नै कन्सेप्टमा आफै नभिजिकन हाँसी नरहेको अवस्थामा मुस्कान पासा पनि ठुस्कान बन्न के बेर जस्तो लाग्छ। कुनै प्रहरी जवान समक्ष भेटिँदाखेरि म चाहिँ बढी हाँस्ने उहाँ चाहिँ नहाँस्ने होला भन्ने डर भयो होइन। कुटी हाँस्ने मुटु जहिले हाँसी गर्ने अब यो नेपाल प्रहरीले त यो मेरो आफ्नै मुस्कान चोरो जस्तो लाग्यो भने जब मैले त्यो मुस्कान पासा भनेर टक्रकसँगले ल्याइदियो हाँसी गर्ने ल्याइदियो पुलिसले फट्टै चोर दियो मेरो त मुटु यही पारा भनेर प्रतिलिपिमा गएर मुटु हालिदिनु फेर लाउँदैन वा। तर म एउटा के कुरा चाहिँ भन्न चाहन्छु भन्दाखेरि अब जुन कन्सेप्ट छ यसलाई त सबैतिर चाहिँ एकदम राम्रो हिसाबमा अगाडि बढाउनु पर्यो। कोही मान्छे भेट्न आयो पुलिसलाई भन्दा पनि तपाईँ किन के कारणले भेट्न आउनुभयो, तपाईँले समस्या पुर्याएर छ भनेर खुल्नु पर्यो है। त्यति खुलो भने त योगा पनि हुने देखियो होइन, अनुहारको एक्सर्साइज पनि भयो, हुँदा एक दिन यस्तो पनि हुन बेर लाउँदैन जतिखेर हाँसिरहने भयो भने कुनै प्रहरी जवानको चाहिँ आफन्त बितेर जाँदाखेरि त्यो प्रहरी जवान त जतिखेर हाँस्नु पर्यो कसरी मर्यो भनेर हाँस्यो भने चाहिँ गाह्रो होला, यति मात्रै हो। मुस्कान पासा अब ठुस्कान पासा हलसापको एकचोटि गर्न सकिन्छ? ठुस्कान पासा हलसापको त अब म हाँसेको देखेर के कहिले हाँस्नु पाएको छैन, हाँसेछ सक्यो के समस्या लिएर आउनु त्यसमा हुनु नि यस्तो होला। गृहमन्त्री वामदेव गौतमले पनि भन्नुभयो कि प्रहरीको मुहारमा भित्रदेखि मुस्कान हार्दिकता ल्याउनको लागि आफैबाट सच्चिन आवश्यक छ, सङ्गठन आफै सच्चिन आवश्यक छ। गृहमन्त्री वामदेवले के भने राख्न चाहन्छौँ? तपाईँले आजसम्म अरू कसैको छोरा जसलाई तपाईँले प्रहरी बनाउनु भएको छ, तालिम दिनुभएको छ, आजसम्म तपाईँले सम्मान गर्नुभएको छ। अबदेखि मेरो यस्तै हुन्छ व्यवहार, अरू सबैले यस्तै गर्नुपर्छ। यो आउँछ हामीभित्र, हाम्रो बिचमा आउँछ, उसले सिकेर जान्छ। अब मुस्कान सहितको प्रहरी सेवा भनिदियो भने यहाँबाट सुरु गर्नुपर्छ। अब होइन प्रोसिजर त गरेको भनिदियो भने यहाँ आउँदाखेरि सबै ठिक बाहिर व्यवस्थापन हुन्छ, त्यसबाट एउटा विषयमा खोज्नुपर्दछ र त्यो कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ। अब यो कार्यक्रम निश्चित रूपमा सफल हुन्छ, मैले भनेको विषय सफल हुन्छ भनेर त्यो मैले भन्न सक्छु, किनकि ज्यादै गाह्रो छ। हामी सक्छौँ कति ताली बजाएर समर्थन गरौँ न, महानिर्देशकले सक्छु भन्नु पऱ्यो नि त। तपाईँ प्रशिक्षक भएर यो तालिम दिनु दिनुहुन्न, आफूभित्रको सुधारमा तपाईँले यो लागू गर्नु चाहिँ गर्नुहुन्छ कि यो ज्यादै गम्भीर विषय हो र यसमा चाहिँ के हुन्छ। यदि यो सुरु हुन्छ भने अबदेखि तपाईँको अफिसमा काम गर्ने जवान होस्, त्यो जवानसित तपाईँले तपाईँ भनेर व्यवहार गर्नुपर्छ। औपचारिक ठाउँमा तपाईँ पुलिसमा बसेको बेला त्यहाँ काम गर्ने जुनसुकै प्रहरी सेवाको जुनसुकै तहको व्यक्ति उनीसितको व्यवहार तपाईँ नै हुनुपर्छ। दर्शकहरू, साँच्चै वामदेव गौतमले भनेको पनि सही छ र कतिपय व्यावहारिक कुराहरू पनि छ कि प्रहरी सङ्गठनभित्र आफ्नै चेन अफ कमान्ड छ, त्यसलाई लागू गर्नको लागि कतिपय आफ्नै बाध्यताहरू पनि छन्। तैपनि एकले अर्काप्रतिको सम्मान गर्न आवश्यक छ। गृहमन्त्रीले भने चाहिँ सबै यो देशको नुनपानी खाएर आएका हुन्, सबै समान छन् जागिरको हकमा।
धुर्मुसिङकोमा फेरि आउन चाहन्छु। अब साँच्चै पुलिस हाँस्दै मुस्कुराउँदै अभियुक्त समाउन गयो भने के होला? अब यो सरले अघि पनि भन्नुभयो, यो चाहिँ हाँस्दै हाँस्दै जाने, रमाउँदै रमाउँदै जाने टाइपको कन्सेप्ट पनि भएन यो, होइन। आफ्नो कामको जिम्मेवारी चाहिँ हिजोको दिनमा जुन हिसाबमा चाहिँ अगाडि बढेको थियो त्योभन्दा बढी व्यावसायिक भएर जाने भन्ने कुरा रह्यो, होइन। र चाहिँ यो देशको लागि मैले देशको नुन खाएको छु, देशको सेवा गर्ने म खटेको हो भन्ने हिसाबमा चाहिँ आफ्नो जिम्मेवारी के हो। त्यही पनि हुन्छ नि, कहिलेकाहीँ अभियुक्त हामी समाउन जान्छौँ तर त्यो मान्छे अपराधी हो, अभियुक्त हो अथवा सज्जन मान्छे हो भन्ने त थाहा हुँदैन। अब त्यसको अगाडि गएर हाँस्दै जाने कि पहिले अपराधी त अब हाँस्दै जाँदाखेरि त अपराधीलाई त डर नहुने होला सायद, होइन। अब पुलिस नै उसले कसैले अपराध गरेछ, कोही लुट्याछ अथवा मान्छे मारेछ, यस्तो ठानौँ कि प्रहरीको कार्यक्रम सफल भयो। हजुर, सबै प्रहरीका कर्मचारीहरू हाँस्दै हाँस्दै आफ्नो सेवा दिन थाले। सेवा भनेको अब कारबाहीहरू गर्न थाले। हाँस्दै कोही अभियुक्त समुदायको छेडमा के होला? अब उहाँहरूले हाँस्दै अभियुक्त समात्नु भने अभियुक्त पनि हाँस्दै समातिनु पर्यो। मलाई समात्न आउनुभयो है, मलाई समात्नुहोस्, मैले मान्छे मारेकै हो भन्ने होला, होइन। एउटा क्यारिकेचर नक्कल गर्ने हिसाबमा। तर सायद त्यस्तो नहोला, किनभने यो कामको चाहिँ जस्तो हामी कुनै सरकारी कार्यालयमा जान्छौँ, हाम्रो काम छिटो होस् भन्ने जो सर्वसाधारण मान्छेले पनि हाम्रो काम छिटो होस् भन्ने चाहनै गरे हुन्छ। र हामीले कुनै काम लिएर जाँदाखेरि त्यो मान्छेले चाहिँ हामीप्रति एउटा राम्रो चाहिँ व्यवहार गरौँ, हाँसी खुसी उसले चाहिँ हामीप्रति केही चिज रियाक्ट गरौँ भने हामी त्यसको तारिफ गर्छौँ नि। घरमा जाँदा पनि कति राम्रो हाकिम भेटियो, होइन। कति राम्रो चाहिँ भोलिका दिनमा पुलिसले जुन सेवा दिनुहुन्छ, ओहो कस्तो राम्रो चाहिँ उहाँ चाहिँ एसपी साहब, डिएसपी साहब अथवा डिआई साहब, है, कस्तो सरल मान्छे, त्यत्रो ठुलो मान्छे भएर पनि अब अथवा भोलि पुलिसका कोही सिपाही नै भेटेलान्, होइन। कस्तो राम्रो बिहे भई हुने कुराको चिल्लोपात भने जस्तै कुराहरू उठ्लान्। त्यो मान्छेको एउटा भावना पनि अर्कै होला क्या काम गर्ने सिलसिलामा। जस्तो तपाईँ सरकारी कार्यालयमा जानुहुन्छ, आज काम बन्ला छैन, भोलि बन्ला छैन, हप्तो दिन बन्दैन, त्यही हाकिमलाई कतिचोटि भेट्ने, त्यसले परतिर अर्कोतिर सार्छ, अर्कोले अर्को नम्बर रुममा सार्छ। त्यहाँ कुनै पनि भावना चिजहरू मान्छेलाई आउँदैन अनि मान्छे क्रूरतातिर जान्छ क्या। अनि देशमा चाहिँ सबै चिज घटनाहरू जब मान्छे चाहिँ विद्रोही बन्छन्, यस्तै यस्तै चिजले विद्रोही बन्ने, अनि त्यसरी पुलिस प्रशासनको आवश्यकता हुने, त्यहाँ पुलिस प्रशासन चाहिँ अगाडि चाहिँ सर्नुपर्ने बाध्यताहरू चाहिँ यस्तै प्रकृतिबाट हुन्छ। सुरुमा कार्यक्रमको सुरुमा तपाईँले जुन किसिमको अभिनय गर्नुभयो नि, एउटा प्रहरी कार्यालयमा आम सर्वसाधारण कसरी पुग्छन् त्यसको प्रतिनिधित्व गर्नुभयो है। त्यहाँ कुनै दुःख आपत परेर नै जान्छन् कि अपराधी जान्छन् कि आपत परेर आम सर्वसाधारण जान्छन्? कोही आपत परेर प्रहरी कार्यालय पुगेका छन् तर फ्रन्ट डेस्कमा बस्ने प्रहरी मुसुक्क हाँस्दियो भने के हुन्छ? अब सायद अब त पहिला त घटनाको प्रकृति नै बुझिन्छ होला, होइन। किन चाहिँ आउनुभयो भनेरै प्रस्तुत हुनुहुन्छ होला। सुरुमा त हाँसेर मरिदिएर हाँस्नु होला जस्तो लाग्छ, होइन। र हामी जस्तो मुस्कान सहितको भन्ने अहिलेको जुन टपिक छ, मुस्कान भनेको चाहिँ हाँसेर ठुलै हाँसिहाल्नुपर्छ, रामदेवको योगै गर्नुपर्छ भन्ने टाइपको भएन नि त, होइन। तपाईँ के प्रब्लमले आउनुभयो? कुनै युवती त्यो होला नि, प्रहरी कार्यालयमा गए, फ्रन्ट डेस्कमा बस्ने प्रहरी कर्मचारी मुसुक्क मुस्कुरायो भने के होला त्यसको अर्थ? अब त्यतिखेर चाहिँ अब यो पनि गम्भीरता होला, होइन। कुनै केस लिएर उनलाई जब यो चिजको यो चिज चाहिँ यस्तो घटना हुनुभन्दा अगाडि जुन कन्सेप्ट अगाडि सारेको छ, यो चाहिँ यो सबैतिर चाहिँ प्रचार गर्नुपर्छ। यो सबैतिर प्रचार भइसक्नुपर्छ। सबै यत्रो अहिले मिडिया छ, सबै चिज छ, पुलिसको पनि आफ्नै मिडिया छ, वेबसाइट छ कि अहिले पुलिसले यस्तो कन्सेप्ट सारेको छ भनेर चाहिँ सबैलाई भनिसकेपछि ती युवतीले पनि यो चाहिँ गिद्धे दृष्टिले मलाई पुलिसले हेरो भन्दैनन् होला। थाहा नभएको अवस्थामा चाहिँ जो कोहीलाई पनि पर्छ। जस्तो एउटा राम्रै तरुणी गइन्, पुलिसको डेस्कमा कुनै पुलिस बसेको छ, के हेर्न आयो नि भनेर भन्दाखेरि त अब उसलाई पुरै जिस्काएर पुलिसले नै साइड हानो भनेर, होइन। तिनै उसले पनि के प्रहार गर्लिन्, होइन। तर यो चिजलाई इफेक्टिभ बनाउन चाहिँ सबैसँग सहकार्य गर्नुपर्छ जस्तो लाग्छ पुलिस प्रशासन। पक्कै पनि यसमा म अलिकति थपिहालौँ। फेरि पनि विकासजीले पुलिसले दिने सेवा चाहिँ हाँसेरै दिने भन्ने अर्थ लगाउने खोज्नु भएको जस्तो मलाई भान भयो। त्यो पक्कै पनि होइन।
कुनै पनि सेवाग्राही प्रहरीकोमा आउँदा साथ सबै प्रहरीले सेवाग्राहीलाई हाँसेर चाहिँ अभिवादन गर्ने भन्ने यो कन्सेप्ट हुँदै होइन। त्यसरी नबुझ्दिन र नबुझाइदिन म पुनः आग्रह गर्छु। पुलिसले कुनै पनि सेवाग्राहीलाई गर्ने व्यवहार रेस्पोन्स, उसको व्यावसायिक रेस्पोन्स, उसको बिहेभियर रेस्पोन्स चाहिँ एकदम सेवाग्राहीलाई मान्ने हुने शिष्ट व्यवहार, प्रष्ट विचार र छिटो छिटो काम। बिल्कुल तपाईँले एकदम सारमा भन्नुभयो, यही नै हो पुलिसले खोजेको। पुलिसले विनम्रता, शिष्टता र प्रम्प्ट एक्सन चाहिँ पुलिसबाट चाहिँ सेवाग्राहीलाई हुनुपर्छ भन्ने नै यो कार्यक्रमको चाहिँ मूलभूत उद्देश्य हो। खड्काजी यस्तो दिन आयो, अब यो अनुशिक्षण कार्यक्रम चलिरहेको छ, देशैभर पुलिसको अनुशिक्षण कार्यक्रम चलिरहेको छ। त्यस्तै अघि भने जस्तै हार्दिकता पनि आयो प्रहरी कर्मचारीमा, शिष्टता पनि आयो, त्यो मुस्कान पनि आयो, काममा चाहिँ सेवाको भावना पनि आयो होइन। खड्काजी प्रहरी कार्यालयमा पुग्नुभयो, त्यहाँको अवस्था किनकि अहिलेसम्म त छैन, अधिकांश प्रहरीको व्यवहार रुखो छ, अशिष्ट व्यवहार गर्छन् है। पुग्नुभयो, त्यहाँको वातावरण पुरै परिवर्तन भइसकेको छ, पुरै चाहिँ आम सर्वसाधारणको सहयोगी नङ मासु जस्तो व्यवहार गर्न थालिसकेका छन् प्रहरी कर्मचारीहरूले। त्यसपछि खड्काजीको रियाक्ट के होला? खत्रै भयो, अब खत्रै भयो, अब मुलुक बन्छ हेर्नु है, अब मुलुक बन्छ। जसरी कि पुलिस प्रशासनले चाहिँ एउटा शिष्टता, छिटो छरिटो सुविधा ल्याएको छ, त्यसै गरी चाहिँ देशका हरेक संवैधानिक निकायका सम्पूर्ण अङ्गहरूले चाहिँ यस्तै कन्सेप्ट ल्याउनु पर्यो क्या। यस्तै कन्सेप्ट सरकारी कार्यालयमा पनि छिटो काम गर्नु पर्यो, कस्तो काम हो के काम हो द्रुत गति क्या। जसरी खड्काजी अन्तर्राष्ट्रिय क्वालिटीको मान्छे हो, यो अन्तर्राष्ट्रिय हिसाबमा हामी जानु पर्यो क्या। अन्तर्राष्ट्रिय हिसाबमा जसरी देश विदेशी देखेर जसरी विदेश त्यत्रो डेभलप भएको छ, त्यसरी नै हाम्रो देशलाई पनि डेभलपको प्रक्रियामा अगाडि बढाउन त गर्दै नै यही हो नि। खासै कन्सेप्टै मेरो हो क्या, यो कन्सेप्टै मैले लिएको हो, के हाल्नु नि त्यस्तै होला। ट्विटिङ खै त त्यो ट्विटिङ अब त्यो गीतमा दिने हो, गीतको भावमा ट्विटिङ हुने हो। यसमा भाव आउँदैन? प्रहरी कार्यालयमा त्यस्तो छलाङ जस्तो प्रचण्डको शब्दमा बोल्ने हो भने त छलाङ आए, प्रहरीको व्यवहारमा छलाङ सुधार आएको छ नि, त्यस्तोमा कुनै भाव आउन सक्छ, रचना आउन सक्छ? अब राम्रो काम भइसकेपछि त्यो त्यति साह्रो क्रिटिक्स हुँदैन होला जस्तो अहिले भनेको कुराले पुगेको छ। यो चाहिँ अन्त पनि आउनुपर्छ अनि सरकारी निकायमा पनि, सबै चिजमा देश बन्नका लागि यसरी नै बन्ने त हो। नागरिक सम्मानित हुने भयो होइन, दुःखमा पीडामा परेको मान्छेले चाहिँ आफूलाई चाहिँ राहत महसुस गर्ने भयो। पक्कै पनि त्यतिखेर देशलाई सम्झेर राम्रो खुसी सम्झेर ट्विटिङ हुन्छ होला होइन। देश बनेको देखेर मन बतारिन्छ, खुलेरै सबैले निकै राम्रो। प्रवक्ताजी हो, गृहमन्त्रीको भाषण सुन्नुभयो, निर्देशन पनि पाउनुभयो, प्रहरी आफै सुध्रिनुपर्छ, त्यो भने के हो? पुलिसका इन्टरपर्सनल बिहेभियरहरूमा चाहिँ केही करेक्सन गर्नुपर्छ भन्ने कुरामा माननीय मन्त्रीज्यूबाट चाहिँ हामीलाई निर्देशन भएको छ। पक्कै पनि हाम्रो पुलिसको एउटा इतिहास हेर्ने हो भने पुलिस चाहिँ विभिन्न कालखण्डमा विभिन्न ढङ्गले प्रयोग भएको छ र पुलिस एउटा तपाईँको हाम्रो चाहिँ सुरुका दिनहरूमा हामी एउटा साम्राज्यवादी शासन शैलीबाट प्रभावित भएर नेपाल पुलिसको सुरुवात चाहिँ भएको छ। त्यसैले त्यो कोलोनियलिजम एउटा आइडियाबाट चाहिँ इमर्ज भएको र इस्टाब्लिस भएको पुलिसको कार्यशैली पनि विगतका दिनहरूमा अलिक फरक ढङ्गको थियो। त्यसलाई चाहिँ समयको कालखण्डमा त्यसलाई हामीले धेरै परिमार्जन र परिष्कृत बनाएर लिएर आइसकेका छौँ। आजको दिनमा एउटा फुल्ली डेमोक्रेटिक एउटा तपाईँ यो मान्नुहुन्छ नि, तपाईँ जस्ता हाकिमहरूले मातहत कर्मचारीलाई असभ्य व्यवहार गर्छन्, असभ्य बोली बोल्छन्, पक्कै पनि त्यो चाहिँ एउटा हामीमाथिको चार्ज हो। हेर्नुहोस्, चार्ज होइन, म प्रहरीको रिपोर्टिङ गर्छु, पक्कै पनि तपाईँलाई म धेरै पटक भेट्छु, तपाईँ जस्ता अधिकृत हाकिमहरूलाई म धेरै पटक भेट्छु र
त्यसबेला देखेको छु कि आफ्ना मातहतका कर्मचारीहरूले उनीहरूले कसरी व्यवहार गर्छन्। पुलिसले हिजो आफ्ना तल्लो दर्जाका कर्मचारीहरूलाई माथिल्लो दर्जाका प्रहरी कर्मचारीले एउटा डिग्रेडिङ शब्दहरू प्रयोग गर्छ भन्ने एउटा चार्ज हो, तर हामी अब त्यसबाट चाहिँ मुक्त भइसकेका छौँ। हेर्नुहोस्, हिजोका कुराहरूलाई त भएको छैन, अझै पनि हिजोका कुराहरूलाई लिएर आजका दिनमा चाहिँ त्यो चार्ज लगाउन सक्ने अवस्था चाहिँ पक्कै छैन। हामीमा धेरै चाहिँ व्यवहारहरू चाहिँ सुधार भइसकेको छ। अब रह्यो कुरा हिजो चाहिँ यतिसम्म कि तपाईँका जो कम्युनिकेसन सेट हुन्छ त्यो सेटबाट समेत विभिन्न चकारेर भन्छौँ नि हामी आम लोक भाषामा, चकारेर गाली गरेका शब्दहरू हामीले सुनेका छौँ। त्यो त कुनै पनि हालतमा चाहिँ सङ्गठनले त्यसलाई चाहिँ बर्दाश्त गर्दैन। त्यस्ता कुनै पनि प्रहरी कर्मचारीबाट यदि त्यस किसिमको शब्दको प्रयोग भएको छ, चाहे त्यो भर्बली होस् चाहे त्यो सञ्चार माध्यमबाट होस्, त्यस्ता छ भने त्यो क्षम्य हुँदैन। त्यो त्यस्ता प्रहरी कर्मचारीहरूलाई आचरण सम्बन्धी नियम लागू आकर्षित हुन्छ र त्यस्ता प्रहरी कर्मचारी विभागीय कारबाहीमा पर्छ। के अहिलेसम्म त्यस्ता व्यवहार गरेकै आधारमा कोही प्रहरी कर्मचारी कारबाहीमा परेका छन्? त्यस्ता प्रहरी कर्मचारीहरूलाई नोटिसमा लिएको छ सङ्गठनले। त्यस्ता प्रहरी कर्मचारीहरूमाथि छानबिन पनि भएको छ समय कालखण्डहरूमा र अब त्यस्ता कुराहरू चाहिँ तपाईँको पूर्ण रूपमा निरुत्साहित छन् र केही हाम्रा चाहिँ प्रहरी माथिल्लो दर्जाका प्रहरी कर्मचारीले तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सम्बोधन गर्ने कुराहरूमा पनि धेरै आमूल परिवर्तन भइसकेको छ। त्यसैले हामी कहाँ त्यस्तो विकराल समस्या छ भन्ने कुरा त्यो निराधार हो। यदि एकाध त्यस्ता कुराहरू चाहिँ त्यस्ता प्रवृत्तिहरू चाहिँ छन् भने पनि त्यसलाई नियन्त्रण गर्न, त्यसलाई चाहिँ सुधार गर्नेतर्फ चाहिँ सङ्गठन सधैँ सजग छ, सचेत छ। त्यो प्रयासहरू पनि भइराखेको छ। धुर्मुसी, कहिलेकाहीँ त एमेरी बास चाहिँ साह्रै अप्रिय शब्द पो सुन्नुपर्छ हौ। हजुर, पुलिसका शब्दहरू सुन्नुभएको छ, साह्रै अप्रिय हुन्छ। त्यो आफूले त सुन्न लाज हुन्छ, दायाँ बायाँकोलाई पनि देख्दाखेरि लाज मान्नुपर्ने अवस्था हुन्छ नि है। सुन्नुभएको छ तपाईँले? मैले राजाको छोरा रानीको छोरा के भन्छन्? अब ती सबै अब सरले भनिसक्नुभयो, अब ती सबै सुधारिएर अब अहिले हामी सुधारमुखको प्रक्रियामा अगाडि बढेका बेलामा ती अतीतलाई नकोटाउने नै होला कि जस्तो पनि लाग्छ। र तपाईँले भने जस्तै त्यो संस्थाको शब्द होइन विकासजी, कुनै व्यक्तिले त्यस्तो शब्दहरू प्रयोग गर्न सक्छ। हामी त हामी त यही समाजबाट चाहिँ आएको हौँ नि, हामी पुलिस हौँ। यो सङ्गठनमा आएर हामीले एउटा नियम कानुन एउटा पद्धतिमा रहेर हामी बसेका छौँ। तर म पुलिस हुनुभन्दा अगाडि त म यही समाजको चाहिँ सदस्य हो नि। यही समाजबाट म चाहिँ दीक्षित प्रशिक्षित भएर पुलिसमा आएर मैले एउटा आफ्नो व्यवसायिक सङ्गठन सङ्गठन हो। त्यो सङ्गठनभित्र तपाईँले चाहँदा लगाम लगाउन सकिन्छ, तपाईँको आइजिपीले चाहँदा लगाम लगाउन सकिन्छ, तर विगतमा ती लगामहरू लगाइएन, बरु त्यसलाई प्रोत्साहन गरियो भन्ने त मान्नुहुन्छ नि? मैले अघि नै पनि भने हाम्रो चाहिँ सुरुवात कसरी भयो, कुन कन्सेप्टबाट, कुन एउटा चाहिँ आइडियोलोजीबाट चाहिँ नेपाल प्रहरी चाहिँ स्थापित भयो र त्यसमा रहेका सदस्यहरू कसरी चाहिँ सञ्चालित भए भन्ने एउटा चाहिँ मैले लिगेसीको कुरा पनि गरेँ। र अब हामी त्यो अवस्थामा छैनौँ, हामीले त्यो लिगेसी छोडिसकेका छौँ। यदाकदा कुनै इन्डिभिजुअलले यो कमी कमजोरी गर्छ भने इन्डिभिजुअलबाट यो पुनरावृत्ति हुन्छ भने त्यो इन्डिभिजुअल त्यसको चाहिँ भागीदार हो, उसले चाहिँ त्यसको सजाय चाहिँ भोग्नुपर्छ। मुस्कानलाई हामीले हार्दिकतासँग जोड्न खोजिरहेका छौँ, शिष्टतालाई व्यवहारमा स्पष्टसँग जोड्न खोजिरहेका छौँ, तर कतिपय अवस्थामा ती विषयहरू नाटकीय हुन सक्छन्। गृहमन्त्री वामदेव गौतमले पनि भन्नुभयो नि, हाम्रा कतिपय भित्रै सुधार्नु पर्ने अथवा हामी आफैलाई बढी व्यावसायिक बनाउनु पर्ने ठाउँहरू छन्। हाम्रा आफ्नै समस्या, ती जवानका ती हवलदारका आफ्नै समस्याहरू छन्, ड्युटी नमिल्ने समस्याहरू छ, रासनका समस्याहरू छन्, आफूभन्दा माथिका हाकिमहरूको गाली गलौजको समस्या छ, सर्वसाधारणको दबावको समस्या छ, सर्वसाधारणले पनि गाली गर्छन्, सर्वसाधारणले पनि बेकाममा काम गर्दा गर्दै पनि अब्जस नदिरहेको अवस्था छ। यी सबै कारणले गर्दाखेरि पनि हामीले जे अनुशिक्षण गर्न खोजिरहेका छौँ, जुन कार्यक्रम ल्याउन खोजिरहेका छौँ, त्यसलाई पक्कै प्रभावित तुल्याउँछ र त्यसलाई त्यो मुस्कान अथवा त्यो हार्दिकता पक्कै यदि साँच्चै उनीहरूको व्यावसायिक जीवनशैलीमा सुधार ल्याउन नसक्ने हो भने नाटकीय बाहेक अरू कुनै
हुने छैन? पक्कै पनि तपाईँले औल्याएका कुराहरू समस्याको रूपमा छन्, तर हामीसँग समस्या छ, हामीसँग खाँचोहरू बढी छ। त्यसका पुलिन्दाहरू देखाएर हामी अब एउटा गुड गभर्नेन्स र नागरिकलाई चाहिँ सेवा दिने कुरालाई चाहिँ बाट पछि हट्न सक्दैनौँ। समय अगाडि बढिसक्यो, नागरिकका अपेक्षाहरू बढिसके, एउटा चेतनाको स्तर माथि पुगिसकेका छ। त्यसैले अब पुलिसले पनि आफ्ना कमी कमजोरीहरूलाई चाहिँ अब सच्याउनुपर्छ। त्यो गर्न सकेन भने भोलिको च्यालेन्जलाई चाहिँ हामीले मिट गर्न सक्दैनौँ। नागरिकको अपेक्षा हामीले चाहिँ मिट गर्न सक्दैनौँ। त्यसैले हामी त्यो समस्यालाई हामी क्रमशः समाधान गर्दै रहेर पनि अब हामी चाहिँ नागरिकको अपेक्षालाई चाहिँ ध्यान छ नि। उनीहरूको समस्या आफ्नै समस्या, सबैले पहिला आफ्नो समस्या समाधान भइसकेपछि मात्र अरूको सेवा गर्न सक्ने हो। तर उनीहरूको समस्या सरुवा बढुवा अघि उल्लेख गरिएका समस्याहरू सारालाई समाधान नगरिकन यो दीर्घकालीन विकासजी, अब हाम्रो पेसा यस्तो पेसा हो, यसमा चाहिँ आफ्ना समस्याहरूलाई चाहिँ थाँती राखेर हामीले चाहिँ सेवाभावले चाहिँ आम नागरिककै समस्यालाई चाहिँ हामीले सम्बोधन गर्नुपर्छ। हामी त्यसतर्फ चाहिँ हामी अग्रसर हुनुपर्छ। त्यो हुन सक्यो भने भोलि हेर्नुहोस्, नागरिकको विश्वास, आम नागरिकको विश्वास हामीले जति जित्न सक्छौँ, हाम्रा समस्याहरू त्यसै चाहिँ समाधान भएर जान्छ। त्यसैले हामी कन्फिडेन्स, पिपुलको कन्फिडेन्स बढाउनेतर्फ चाहिँ हाम्रो चाहिँ पहिलो प्राथमिकता हुनुपर्छ। हामी त्यसतर्फ चाहिँ क्रियाशील छौँ। त्यसैले हाम्रा धेरै समस्याहरू छन् भनेर अब हामी यो हाम्रो अग्रगमनको बाटोलाई चाहिँ हामीले चाहिँ रोक्नु हुँदैन। यसप्रति हाम्रो चाहिँ निष्ठामाथि, यो सङ्गठनको चाहिँ प्रयासमाथि कसैलाई पनि शङ्का नरहोस् भन्ने कुरा तपाईँको यो कार्यक्रम मार्फत म आग्रह पनि गर्न चाहन्छु। पक्कै पनि। सीताराम कट्टेलजी, तपाईँको वास्तविक नाममा आएँ म। हामीले धेरै चर्चित सिरियलहरू हेरेका छौँ जहाँ प्रहरीलाई एउटा हाँस्यको माध्यम बनाइन्छ, होइन? त्यो हाँसो जनताहरूले उनीहरूलाई खिस्सीको रूपमा लिइरहेका हुन्छन्। भलै प्रहरीले धेरै राम्रा कामहरू पनि गरेका छन्। यदि प्रहरी नहुँदो हो त समाज के होला भनेर हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ, है? हो नि, प्रहरी नहुँदो भनेदेखि निरङ्कुशता हुन्छ, डर कसैको पनि भएन, होइन? देशमा विद्रोह मचिने भयो, एकले अर्कालाई गर्ने बिहेभहरू, रेस्पेक्टका प्रक्रियाहरू पनि सबै क्षुद्र हुने भए। अघि जसरी अश्लीलताका छाडा कुराहरूका प्रसङ्गहरू जोडिए, होइन? सबै चिज छाडापन बढेर जान्थ्यो होला। त्यही भएर पुलिस प्रशासन एउटा यस्तो छडियो जसले चाहिँ नियन्त्रण गर्ने काम गर्छ सबै वर्गलाई, होइन? र जहाँसम्म टेलिफिल्ममा चाहिँ पुलिसका कुराहरूलाई चाहिँ व्यङ्ग्यात्मक हिसाबमा देखाइन्छ भन्ने कुरा हाँसी, उसमा हाम्रो एउटा यस्तो टेलिफिल्म हो मेरी भाषै कि हाम्रोमा पुलिसलाई यति बोल्ड देखाइएको छ कि आजसम्म हामीले पुलिसको नराम्रो कुराहरू गरेका छैन होला कुनै पनि भागमा। त्यो कन्फिडेन्स साथ म भन्न सक्छु, होइन? कि त्यो पछाडि पुलिसका कतिपय त्रुटि छन्, कतिपय कमजोरी छन्, कतिपय राजनीतिक दबावमा पुलिसले कति काम गरेको छ। र म आग्रह पनि गर्छु यो देशमा अब राजनीतिक दबावमा कुनै पनि कामहरू कुनै निकायले नगरोस् पनि। र हामीले त्यो बोल्ड देखाउनुको पछाडि के भन्दाखेरि जहिले पनि पुलिसले चाहिँ राम्रो काम गर्नुपर्छ, अपराधी समात्ने नै काम गर्नुपर्छ, जनताकै सहयोगी बनेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबमा एउटा प्रेरित होस्, सस्तो नबनोस् पुलिस भनेर हामीले त्यसरी देखाउँदै पनि गयौँ, होइन? र सबै चिजको पछाडि कहाँ प्रसङ्ग जोडिन्छ भने राजनीतिसँगै जोडिन्छ। देशमा सच्चा देशभक्त नागरिकको खाँचो छ। यहाँ सबै कोही एमाले, कोही काङ्ग्रेस, कोही माओवादी, कोही राप्रपा, कोही राजावादी, कोही फोरम, राजनीतिक कर्मीदेखि बाहेक सर्वसाधारण मान्छे म देशको नागरिक हो भन्ने कोही पनि भेटिएनन्। भोलिका दिनमा देशलाई माया गर्ने नागरिक भयो भने अटोमेटिक विकास भएर जान्छ। त्यो म देशको नागरिक हो, मलाई यो देशको चाहिँ म यो माटोमा हुर्केको मान्छे, यो माटोको माया छ भन्यो भने त्यसले अपराध पनि गर्दैन, होइन? र भोलिका दिनमा चाहिँ पुलिसलाई पनि झन् सजिलो होला देशमा अपराधी कम बने भनेदेखि। त्यही भएर म आग्रह गर्छु कि सबै मान्छे चाहिँ देशभक्त नागरिक बनाऊ, देशलाई माया गर्ने नागरिकको खाँचो छ अहिले। प्रवक्ता केसीज्यू, हाम्रो सीताराम कट्टेलजीले कति राम्रो कुरा भन्नुभयो, यसरी मुस्कुराइदिनुहोस् न। पक्कै पनि उहाँको एकदम हार्दिकतापूर्ण पुलिसप्रतिको सोचाइ जुन छ त्यसको म उच्च सम्मान गर्छु। र तपाईँले जुन उठाउनु भएको कुरामा म अलिकति एड गरौँ कि पुलिस भन्ने यस्तो पेसा हो
जुन चाहिँ अत्यन्तै पुलिसका इस्युहरू चाहिँ बिकाउ हुन्छ, छापाहरूमा पुलिसका इस्युहरू अत्यन्तै आकर्षक हुन्छ, चाहे त्यो इलेक्ट्रोनिक मिडिया होस् चाहे त्यो प्रिन्ट मिडिया होस्, पुलिसका इस्युहरू चाहिँ बिकाउ हुन्छ, सेलिब्रिटी बनेका छन् नि, बिकाउ हुन्छ। यो कुरालाई चाहिँ अब यो सिलेबल हो यो चाहिँ एकदम। त्यसैले पुलिस जुन अहिले कार्यक्रम चलिरहेको छ नि मुस्कान सहितको प्रहरी सेवा अथवा यसलाई विभिन्न यसको अर्थहरू हामीले अघि प्रस्ताइसक्यौँ, कहिलेसम्म अब यो चाहिँ निरन्तर रहन्छ। हामीले अब यो कार्यक्रमलाई एउटा करिकुलमको रूपमा डेभलप गरिसकेका छौँ। अब हामी यसलाई क्रमशः 75 जिल्लामा चाहिँ हिजोबाट चाहिँ केन्द्रमा मान्य गृहमन्त्रीज्यूबाट चाहिँ यो कार्यक्रमको समुद्घाटन भएको छ, अनुसूचन कार्यक्रमको। भने यसले निरन्तरता पाउँछ। तर अब यसलाई यो कार्यक्रमको प्राथमिकता कहाँनिर देखिन्छ भने सिपाही हवलदारमा बढी प्राथमिकता परिरहेको देखिन्छ हो। उनीहरूमा ठुलो सङ्ख्यामा छन् र उनीहरू विभिन्न स्तरका हिसाबले पनि उनीहरूलाई बढी सिकाउनु आवश्यक छ। तर यो कार्यक्रम त तपाईँहरू जस्ता हाकिमलाई पनि सिकाउनु जरुरी छ। एकदम। यो चाहिँ हाम्रो चाहिँ 67,000 पुलिसलाई नै यो कार्यक्रमबाट चाहिँ हामी चाहिँ प्रशिक्षित गर्छौँ र अहिलेको 625 जना चाहिँ प्रशिक्षकहरूबाट चाहिँ देशव्यापी रूपमा 75 जिल्लामा यो कार्यक्रम गइरहेका छ र 675ले दिएका चाहिँ जसले चाहिँ ट्रेनिङ दिन्छ तिनीहरूबाट फेरि अरू बाँकी प्रहरी कर्मचारीलाई चाहिँ यो दिइन्छ। साथै अब आगामी दिनहरूमा हाम्रा सम्पूर्ण प्रशिक्षणहरूमा पनि हामीले यो पाठ्यक्रम यो करिकुलमलाई नै त्यसमा चाहिँ राखेर हामी बेसिक ट्रेनिङमा पनि यो प्याकेजहरू चाहिँ हामी राख्छौँ र अन्य उन्नत तालिमका कार्यक्रमहरूमा पनि यो करिकुलमलाई चाहिँ राखेर सम्पूर्ण प्रहरी कर्मचारीले चाहिँ एउटा मुस्कान सहितको प्रहरी सेवा किन, के को लागि, कुन उद्देश्यको लागि र कसरी त्यो चाहिँ मुस्कान सहितको प्रहरी सेवा भनेको के हो, कसरी दिन सकिन्छ भन्ने कुरा चाहिँ हामी सबै प्रहरी कर्मचारीलाई दिन्छौँ। यसले आगामी दिनमा एउटा सेवाग्राहीको सन्तुष्टिको लेभल चाहिँ बढाउँछ र आम पब्लिकको चाहिँ पुलिसप्रतिको चाहिँ एउटा बुझाइ हेराइमा पनि सकारात्मक परिवर्तन ल्याउँछ भने त्यसले पक्कै पनि यो देशको एउटा गुड गभर्नेन्स दिने सरकारको प्रतिबद्धतालाई प्रहरीले दिने सेवामा हामी त्यो प्रत्याभूति चाहिँ दिन सक्छौँ भन्ने ढङ्गले हामी अगाडि बढिरहेका छौँ। अन्त्यमा मुस्कान पासा, जो पुलिसहरू हाँस्न जानेका छैनन्, हाँस्ने केही आइडियाहरू भन्छन्, टिप्सहरू दिउँ न। यो पात्र चाहिँ प्रहरीको बिहेभ पनि सबै सचेको छ र प्रहरी कार्यालयमा पुग्यो, ऊ समात्यो, आफै आत्मसमर्पण गरेरै गयो अनि र त्यहाँ पुग्दा उसले कस्तो नेचर प्रस्तुत गर्छ भनेदेखि, सर म त पुरै पहिले साँच्चिने मान्छे नि, हेर्नु न अब मैले नै यो योजना अगाडि सार्छु भनेर गरिरहेको थिएँ। यो चोर फाटा डाका लुटेर झुट बोल्ने मान्छेहरूलाई त सबलाई खानु पर्छ हजुर। म त तपाईँहरूको यो अहिलेको मुस्कान सहितको यो जुन योजना छ नि त्यो योजनाबाट अत्यन्त धेरै प्रभावित भएर जिन्दगीमा यति धेरै फाटाइ गरियो कि 10 एसियामै रेकर्ड भएको छ मेरो। यो रेकर्ड पनि भइसक्यो, ब्रेकै हानिसक्यो, त्यही भएर आत्मसमर्पण गर्न आएको। अनि पुलिस प्रशासनले पनि यो चाहिँ राम्रै हिसाबमा आएछ। अब यसलाई क्षमायाचना पनि दिनुपर्छ। अब पुलिस पनि साँच्चै नै प्रक्रियामा अगाडि बढेपछि शिष्टताका व्यवहारहरू ल आइन्दा तपाईँ आफै आउनुभयो, जति पहिला गल्ती गर्नुभयो यी कमी कमजोरीले अब सुधारेर चाहिँ समाजलाई पनि एउटा राम्रो सन्देश दिएर जानुभयो भनेर चाहिँ त्यो उहाँलाई छोडियो, धुर्मुसलाई छोडिने बित्तिकै त्यो धुर्मुसको चाहिँ रियाक्सन के हुन्छ भने यिनीहरूले भन्दैन हुन्छ बच्चादेखि यही टिरिक लाएर खाइराखेको भन्ने बित्तिकै हुन्छ, पुलिसलाई नै घुमाइदिन्छौँ हामी। यस्ता खालका पनि अपराधीहरू फटाहरू समाजमा हुन्छन् र जसरी इन्भेस्टिगेसन भइरहेछ अझै द्रुत गतिमा यो अहिलेको यो प्रक्रियाले पनि द्रुत गतिमा चाहिँ अपराधीहरू समात्नलाई चाहिँ मद्दत पुगोस्, नेपाल प्रहरी चाहिँ अगाडि बढोस् कामना पनि हो। सबै मान्छेहरू चाहिँ हाँस्न चाहन्थे, हाँसो रोकियो क्या देशको कन्डिसनले, अवस्थाले, राजनीतिक अस्थिरताको कारणले। र अघि मैले भनेअनुसार अब यो चाँडै निकट भविष्यमा चाहिँ यो सबै चिजहरूको एउटा निकास होस्। तोकिएको समयमा संविधान चाहिँ नबनेको अवस्थामा म पनि कपाल खौरेर सेतो टालो बाँधेर हिँडेको थिएँ त्यस्ताका कलाकारको हिसाबमा होइन। हाम्रो केदारजी, कुञ्जना, हामी लगायत त्यो एउटा देशमा राम्रो होस् भनेरै हो। र आजको दिनमा पनि भन्छु कि भोलि यो अवस्था नआओस्, यस्तो यो सबै मान्छेको हाँसो रोकिने अवस्था नआओस् र यो सरलता पनि छ होइन।
हाँस्ने प्रयास गर्ने हो, जति सक्दो आफूलाई हाँसोमा ढाल्ने हो, दुःखलाई सबै चिज बिर्सेर चाहिँ हाँस्ने प्रयत्न गर्ने हो। सजिलै छ। अब मैले त एउटा क्यारेक्टरको हिसाबमा गरेको छु होइन, कुटी हान्ने मुना हाँसेरै मर्ने भयो, मुना जहिले हाँसेको गर्ने मान्छे, मुना आमाकै भुँडीभित्र हुनदेखि नै खट्टै हाँसेको भने त्यही भएर हटाउनु पटक पृथ्वीमा पहिला टेकेछ। पहिला मात्रै टेकेको त सबैतिर भोट्रो गोल देशको अवस्था सम्झेरै मलाई त कति हाँस उठ्न टाल्यो अस्ति राति नै हाँसेछ भन्यो, 12 बजी राति हाँसेछ, पर्तिर छिमेकी त भुटे टर्सायो भनेर कति बाहिर निक्लेर कस्तो जात्रा भयो। त्यही भएर सबैजना हाँसेर अगाडि बढ्ने वातावरण गरिदिउन् हाम्रो देशका नेताहरूले, यही कामना गर्न चाहन्छु म त। ल, यहाँहरू आइदिनु भयो, यहाँहरूको अमूल्य समय राखिदिनु भयो र कसरी हाँस्न सकिन्छ भनेर सिकाउनु भयो र कसरी हँसाउँदैछौँ, कसरी जनतालाई हँसिलो मुहारसहित सेवा दिँदैछु भनेर भनिदिनु भयो। यहाँको अमूल्य समय र विचारको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। नेपाल प्रहरीले कार्यक्रमको रूपमा लिएर आएको सर्भिस विथ स्माइल प्रोग्रामको विषयमा तपाईँको यो कार्यक्रम मार्फत चाहिँ आम तपाईँका दर्शकहरू श्रोताहरूलाई चाहिँ जुन प्रश्न पार्ने अवसर दिनुभयो, ओके पनि त्यसको लागि अन्त्यमा हामी मुस्कानसहित बिदा माग्छौँ होइन त? दर्शकहरू, अन्त्यमा हामी मुस्कानसहित बिदा माग्छौँ। हामी निरन्तर न्युजमा छौँ। नमस्कार।